म पहिला सर योभन्दा अगाडि एउटा डिजिटल मार्केटिङ कम्पनीमा काम गरिरहेको थिएँ। त्यहाँ काम गर्दै जाँदाखेरि अब यहाँ काम गर्ने नै हो भनेपछि आफ्नै गर्नुपर्छ भन्ने लाग्यो सर। त्यही भएर मैले अब सुरुमा चाहिँ कुखुरा पालेको थिएँ। कुखुरा पाल्दा पाल्दै हाँसमा पनि राम्रो फाइदा हुन्छ भन्ने सोचेर नै मैले हाँसतिर पनि अगाडि बढेको हो सर। यसको तपाईँको कुखुरा जस्तो भाली पोथी भन्ने केही स्पेसिफिक छैन सर। यसमा तपाईँले मिक्स चल्ला हाल्ने हो। 4 महिनादेखि पोथीले अन्डा दिन्छ। 3 साढे 3 महिनामा भालेलाई सर्लक्कै मासुमा पठाइदिने हो सर। यस्तो त्यो भाले नै पाल्नुपर्छ पोथी नै पाल्नुपर्छ भन्ने छैन सर। यसले वर्षमा तपाईँको सर अन्डा 350 अन्डा दिन्छ भन्छ। हामीले गुगलतिर युट्युबतिर हेऱ्यो भने चाहिँ। तर हाम्रो फार्ममा चाहिँ हाम्रो यसको खानपान मिलाएर विशेष यसको बस्ने स्थान एकदम मिलाउन सक्यो भने चाहिँ यसले वर्षमा 320 देखि 340 अन्डा हाम्रो फार्ममा उत्पादन भइरहेको छ सर। पशु पक्षीहरूमध्ये सबैभन्दा सजिलो र कम खर्चिलोमा पाल्न सकिने भनेकै नै हाँस हो सर। मेरो नाम चाहिँ विमल कुमार विष्ट हो। हाम्रो फार्मको नाम चाहिँ एभरेस्ट फार्म हो सर। मेरो घर चाहिँ बैतडी जिल्लाको पाटन भन्ने ठाउँमा हो। हाल चाहिँ हाम्रो फार्म चाहिँ गोकर्ण नगरपालिका सुन्ताखान वडा नम्बर 3 मा छ। यो खाकी हाँस भन्नाले सर यो विशेष गरी अन्डा प्रयोजनको लागि पालिन्छ। यो चाहिँ ब्रिटिसमा ओरिजिनेट भएको हो। खासमा चाहिँ नेपालमा भित्रेको धेरै भएको छैन। हामीले पनि विशेष गरी अन्डालाई फोकस गरेर अन्डाकै प्रयोजनको लागि पालेको हो। यसले वर्षमा तपाईँको सर अन्डा 350 अन्डा दिन्छ भन्छ। हामीले गुगलतिर युट्युबतिर हेऱ्यो भने चाहिँ। तर हाम्रो फार्ममा चाहिँ हाम्रो यसको खानपान मिलाएर विशेष यसको बस्ने स्थान एकदम मिलाउन सक्यो भने चाहिँ यसले वर्षमा 320 देखि 340 अन्डा हाम्रो फार्ममा उत्पादन भइरहेको छ सर। यसको त्यस्तो खास केही छैन सर। नर्मल जस्तो हामीले कुखुरा पाल्छौँ सामान्य तरिकाले नर्मल यसको दिउँसो त यसलाई खुल्ला ठाउँमा नै छोड्ने हो सर। तर राति चाहिँ उसलाई बस्नलाई चाहिँ सुक्खा ठाउँ चाहिन्छ। त्यसले गर्दाखेरि माथि टिनले जस्ताले छाएको त्यही नर्मल खोर नै बनाउने हो सर। त्यस्तो विशेष केही छैन यसलाई। दिउँसो चाहिँ यसरी हाम्रो पोखरी बनाइदिएका छौँ सर। हाम्रो पानी आउने भएको भएर दिउँसो चाहिँ यस्तो पानीमा खेल्छ। राति चाहिँ हामीले तपाईँलाई यहाँ माथि सुक्खा ठाउँमा बस्छ सर। अन्डा पनि त्यहीँ भित्र पार्ने हो। यो टायरहरू तपाईँ देख्न सक्नुहुन्छ अन्डा पार्नकै लागि राखेको हो। मलाई पनि सुरुमा त त्यस्तै लाग्थ्यो सर। पानी नै चाहिन्छ हाँसलाई पानी नै चाहिन्छ भन्ने। तर मैले पाल्दै जाने क्रममा चाहिँ यसलाई हाँसलाई धेरै पानी चाहिँदैन रहेछ सर। यसले एकदम पानीमा खेल्न चाहिँ रमाउँदो रहेछ। पानी नै चाहिने भन्ने चाहिँ होइन सर। तपाईँको सानो बाटामा अनि तपाईँको एउटा 200 लिटरको ड्रम हुन्छ त्यो काटेर पनि बनाउन सक्नुहुन्छ। तपाईँको ठाउँ छ भने पानीको व्यवस्था छ भने पोखरी दिँदा झनै राम्रो सर। चाहिन्छ भन्ने नै चाहिँ होइन। त्यस्तो रहरै भन्ने त सुरुमा थिएन सर। मलाई चाहिँ अब काम गर्दै जाँदाखेरि हामीले सर सुरुमा चाहिँ लोकल कुखुरा पाल्थ्यौँ। बटाई पालिरहेछौँ, लौकाट पालिरहेछौँ, टर्की पालिरहेको छौँ, कालिज पनि छ हाम्रोमा। त्यही क्रममा अब हाँस चाहिँ किन नगर्ने भन्ने सोचले गर्दाखेरि यसको अब अन्डाको क्यापेसिटी पनि एकदमै राम्रो। अन्डा प्रोडक्सन एकदम राम्रो। अब बजार फेरि अन्डाको लागि हाँसको अन्डाको लागि बजार काठमाडौँ जतिको बजार कतै पनि छैन नेपालमा। त्यही भएर हामीले हाँस पाल्न खोजेको। हाँस अहिले एकदमै अन्डाको लागि राम्रो छ सर। अहिलेसम्म हामीलाई त्यस्तो बजारको भन्ने कुराको समस्या अहिलेसम्म केहीको पनि आएको छैन सर। मजाले नै फार्ममै पनि आएर लग्छन्। हामीले घरमा भन्यो घरमै पुर्याइदिन्छौँ। मासु पसलमा भन्यो मासु पसलमा डेलिभरीको सुविधा पनि छ। हाम्रो मजाले नै गइरहेको छ सर। त्यस्तो समस्या छैन। हामी गुगलमा भनेको जति नै हामी निकाल्न सक्षम भइरहेछौँ सर। अहिलेसम्म चाहिँ हाम्रो सुरुमा त हाम्रो खासै अन्डा झरेन। हाम्रो व्यवस्थापन नमिलेको हो कि के हो कि हाम्रो त्यो त्यतिखेरको क्लाइमेटै त्यस्तो हो कि हामी त्यसमै भयौँ। तर पछिल्लो समय चाहिँ हाम्रो कन्सिस्टेन्टका साथ एकदम मजाको राम्रो अन्डा पारिरहेको छ। गुगलमा भने जस्तै तपाईँको 320 देखि 340 अन्डाकै रेसियोमा पारिरहेको छ सर। यसलाई त झन् हाँस त सबैभन्दा सजिलो सर हुर्काउनलाई चाहिँ। न यसलाई गर्मी भन्नु पर्यो न चिसो भन्नु पर्यो। दुवै मौसममा एकदमै राम्रो सजिलो। तपाईँको विशेष गरी यसलाई 14 दिन 2 हप्ता जति मात्रै हो ध्यान दिनुपर्ने। पानीमा खेल्ने जातको चिज हाँस भन्ने कुरा। यसलाई 2 हप्ता जस्तो पानीमा चाहिँ बाट चाहिँ जोगाउनु पर्यो। 2 हप्तासम्म चाहिँ अरू त्यस्तो खासै केही फरक पर्दैन। यो न बिरामी न रोग न केही। मोर्टालिटी पनि यो कुखुराको भन्दा एकदमै न्यून पर्सेन्ट छँदै छैन भन्दा नि हुन्छ सर।
मोर्टालिटी त्यस्तो खासै चाहिँ छैन सर। यसमा मैले देखेको समस्या चाहिँ चल्ला हुर्काउँदाखेरि पहिलोचोटि पाल्ने किसान साथीहरूलाई अब हुर्काउनमा अप्ठ्यारो भएको कारणले यो पानी धेरै दिएर के यसलाई चाहिँ पानीमा खेल्न मन पराउने जात हो हाँस भनेको नै। हामीले पहिल्यैदेखि सुन्दै आएको देखेको त्यही नै हाँसलाई पानी चाहिन्छ, उसले पानीमा खेल्न रुचाउँछ। त्यही भएर एकदम ठिक्क खालको पानी चाहिँ दिनु पर्यो 2 हप्तासम्म। अनि तपाईँको अर्को एउटा समस्या चाहिँ यो सानोमा चाहिँ घाँटी उसको बङ्गिने खालको के चल्लामा यो 1 हप्तादेखि 2 हप्तामा चाहिँ त्यो समस्या आउँदो रहेछ। त्यो समस्या चाहिँ तपाईँको अब खोर सफा छ कि छैन, हिलोले गर्दाखेरि त्यहाँबाट ब्याक्टेरियल इन्फेक्सन हुन्छ। त्यसले गर्दाखेरि त्यतिखेर चाहिँ तपाईँले भिटामिन बी कम्प्लेक्स र सेलेनियमको कारणले गर्दाखेरि चाहिँ हुन्छ, डिफिसियन्सीको कारणले तपाईँको कहिलेकाहीँ दानामा प्रोपर मिनरल भिटामिनहरूको कम्बिनेसन नमिलेको हुनसक्छ। त्यो तपाईँले गर्नुभयो भने चाहिँ त्यस्तो समस्या आउँदैन। यसमा मैले अघिल्लो तपाईँलाई सुरुमै भने जस्तै यसलाई मैले अघिबाट अन्डा फोकसमा भने यसको त्यस्तो खासै के यसको अर्को फाइदा के छ भने यो डुअल पर्पज भन्दा नि हुन्छ सर। यसको अब तपाईँले 4 महिनासम्म 4 महिनादेखि अहिले अन्डा पार्न सुरु हाल्छ पोथीले चाहिँ। भाले चाहिँ तपाईँको 3-3.5 महिनामा यसको पिक वेटमा पुग्छ। त्यतिखेर यसको फाइदा चाहिँ लोकल हाँस मान्छेले सुनेको हुन्छ, भालेहरू ठ्याक्कै हुबहु लोकल हाँस जस्तै देखिन्छ के। यो मासुलेमा पनि मजाले जान्छ सर यसको मेल चाहिँ भालेहरू चाहिँ। अब मैले त सर यो ट्राईको लागि मात्रै 200-300 पालेको हो। अब मैले यहाँबाट प्रुफ पाइसकेँ हाँस भनेको हो रहेछ, अन्डाको लागि एकदमै राम्रो रहेछ। बजारको हामीसँग कुनै समस्या छैन, बजार जति पनि छ सर। अब म चाहिँ यो बढाउने नै उसमा छु सर, प्लानमा छु। अब म लगत्तै अब अर्को महिना आफ्नै लागि पनि चल्लाहरूलाई हालिरहेको छु। हाम्रो चल्ला चाहिँ प्रत्येक मङ्गलबार निस्किरहेको छ चल्ला हाम्रो। म अब अर्को महिना चल्ला राख्ने प्लानमा छु सर। धेरै किसान साथीहरूलाई यसले सहयोग गर्न सक्छ। यसले सुरुमा यङ एजमा एउटा कोरली अवस्थामा 4 महिना पुग्नेसम्म सुरुको 1 महिनामा त त्यस्तो धेरै खाँदैन सर। त्यो दोस्रो, सेकेन्ड, थर्ड, फोर्थ जुन फेज हुन्छ नि यसको, त्यसमा चाहिँ यसले यङ अवस्थामा एकदमै धेरै खान्छ। त्यतिखेर चाहिँ धेरै भन्दाखेरि 130 ग्रामदेखि 150 ग्राम जति खान्छ। फेरि तपाईँको लेइङ पोइन्टमा पुगिसकेपछि 4 महिना पुगिसकेपछि यसले खान छोड्छ। फेरि सट्टै यो घटेर 100 ग्राममा पुग्छ क्या सर। त्यो धेरै खान्छ, हाँसले धेरै खान्छ भन्ने होइन सर। यसको तपाईँको कुखुरा जस्तो भाली पोथी भन्ने केही स्पेसिफिक छैन सर। यसमा तपाईँले मिक्स चल्ला हाल्ने हो। 4 महिनादेखि पोथीले अन्डा दिन्छ, 3-3.5 महिनामा भालेलाई सलक्कै मासुमा पठाइदिने हो सर। यस्तो त्यो भाले नै पाल्नुपर्छ पोथी नै पाल्नुपर्छ भन्ने छैन सर। तर हामीले तपाईँको अन्डा पनि बेचिरहेको छौँ सर। हाम्रो मेन फोकस चाहिँ अहिले चल्लामा छ सर। चल्लाको हामीलाई अहिले माग भ्याइ नभ्याइ छ सर। यो अन्डाको लागि हाँसको अन्डा एकदमै खपत हुने, बजारमा अन्डा नै छैन, हाँसको सर्टेज हुने। त्यही भएर अन्डाको लागि सबैभन्दा राम्रो हाँस यो खाकी क्याम्बल हो अन्डा दिनको लागि। हाम्रो चल्ला चाहिँ हामीले चल्ला पनि निकालिरहेको छौँ। प्रत्येक हप्ताको मङ्गलबार हाम्रो चल्ला निस्किन्छ सर। चल्ला चाहिँ प्री बुकिङमा निकालिरहेको छौँ सर हामीले। सर म त यो कृषक फिल्डभन्दा टोटली बेग्लै प्रोफेसनको मान्छे हो नि सर। यहाँ त म तपाईँको अब संयोगले भनौँ कि कसरी भनौँ सर, यहाँ आइपुगेँ म। अहिले एकदम खुसी छु सर। म पहिला सर योभन्दा अगाडि एउटा डिजिटल मार्केटिङ कम्पनीमा काम गरिरहेको थिएँ। त्यहाँ काम गर्दै जाँदाखेरि अब यहाँ काम गर्ने नै हो भनेपछि आफ्नै गर्नुपर्छ भन्ने लाग्यो सर। त्यही भएर मैले अब सुरुमा चाहिँ कुखुरा पालेको थिएँ। कुखुरा पाल्दै हाँसमा नि राम्रो फाइदा हुन्छ भन्ने सोचेर नै मैले हाँसतिर पनि अगाडि बढेको हो सर। हामीसँग हाँसै तपाईँले यहाँ देख्न सक्नुहुन्छ। खाकी मात्रै होइन, हामीसँग मस्कोबी हाँस पनि छ, अनि तपाईँको राजहाँस पनि छ। अन्डा दिन थालिसकेपछि सुरु गरिसकेपछि अन्डा तपाईँको दिनमा एउटा हाँसले अन्डा पार्यो भने उसले चाहिँ खाने भनेको जम्मा तपाईँको 10 रुपियाँको हो। अनि उसको अन्डा एउटा अहिले बजारमा मार्केट रेट चाहिँ 25 रुपियाँ छ भनेपछि तपाईँले डाइरेक्ट त्यहीँनिर नाफा निकाल्न सक्नुहुन्छ। मैले भन्नुपर्ने जरुरत छैन होला। एकदम यसको पनि सामान्य नै छ सर। यो तपाईँको एकदम अहिले त अब चिसो पनि छ, अहिले मौसम हेर्दाखेरि एकदम सानो ठाउँ बनाउने चट्ट तपाईँको नर्मल तपाईँको बल्ब लगाउँदा पनि हुन्छ, रातो खालको इन्फ्रारेड लाइट लगाउँदा नि भयो। तपाईँ तल भुस राख्ने, माथि पत्रिका ओछ्याउने, पानीहरू साइडमा दिने सर। यसको ख्याल गर्नुपर्ने भनेको हाँसलाई चाहिँ कुखुरा जस्तो पानी जता राखे पनि हुँदैन। हाँसको चाहिँ पानी चाहिँ छेउमा मात्रै दिने गर्नुपर्छ क्या। यसको समस्या भनेको चल्ला हुर्काउँदाखेरि तपाईँको पानीमा भिजेर नै मोर्टालिटी हुनेछ। यसमा अरू रोगहरू भन्ने केही पनि छैन।
3 दिनसम्म तपाईँको यो भर्खर चल्ला 1 दिने चल्ला 37 डिग्रीको टेम्परेचरमा आएको हुन्छ। एकैचोटि त्यो मेसिनबाट निकाल्दाखेरि सर हामीले मिनिमम पनि तपाईँको 30 डिग्रीको टेम्परेचर चाहिँ मेन्टेन गर्नुपर्ने हुन्छ। 1 हप्ता जस्तो मेन्टेन गर्नुभयो भने यसमा पछि मजाले हुर्किन्छ सर, मोर्टालिटी छैन, एकदम सजिलो छ। त्यस्तो केही छैन सर, हामीले कम्पनीकै दाना चलाएको भएर, लेयर्सकै दाना चलाएको भएर हामीले बेला बेला चाहिँ लिभर टोनिकहरू चलाइदिन्छौँ। अनि अन्डाको लागि तपाईँको क्याल्सियमहरू चलाइदिन्छौँ। अरू त्यस्तो औषधि नै स्पेसिफिक भनेर अरू केही पनि चलाउँदैन सर। यसलाई एकदम कम खर्चिलोमा हाँस एकदम मजाले पाल्न सकिन्छ सर। अन्डा चाहिँ यसले सर कुखुराको जस्तो दिउँसो पार्ने भन्ने हुँदैन। यसले चाहिँ रातको समय जहाँ बास बस्छ नि, बास बसेकै ठाउँमा चाहिँ हाँसले चाहिँ राति अन्डा पार्छ सर। पशु पक्षीहरूमध्ये सबैभन्दा सजिलो र कम खर्चिलोमा पाल्न सकिने भनेको नै हाँस हो सर। कम खर्चिलो र थोरै इफोर्टमा पाल्न सकिने भनेको नै हाँस हो सर। दाना हामीले सर त्यस्तो केही छैन, हामी बिहान एकचोटि निकालेपछि बिहान दिन्छौँ, त्यसपछि 11 बजेतिर दिउँसो दिन्छौँ, अनि साँझ 3 बजेतिर दिने हो सर। दिनमा एउटा हाँसले मैले अघि नै भने सर हजुरलाई, त्यो यङ एजमा चाहिँ 140 ग्राम जति खान्छ, त्यसकै हिसाबले दिने हो। तपाईँको अन्डा दिन थालिसकेपछि त्यो घटेर सिधै 100मा झर्छ, 100को हिसाबले अन्डा चारो दिने हो सर। विशेष गरी तपाईँलाई पनि धेरै धेरै धन्यवाद सर। पुर्ख्यौली टिमको सबै क्रू मेम्बरलाई पनि धन्यवाद सर। तपाईँले पनि आफ्नो अमूल्य समय हाम्रो लागि दिनुभयो, तपाईँलाई पनि धेरै धेरै धन्यवाद सर।